गाइस यो चाहिँ सरप्राइज हजुरहरुका लागि मैले भनेको थिएँ आज आइसकेको छु। यो चाहिँ एउटा भर्खरै नयाँ खुलेको भिभा 99 शप नेपालमा धम्बोजीमा रहेको छ अनि एकदमै टिकटक भरि भाइरल भएको यो शप म चाहिँ भिजिट गर्न आइसकेको छु। म सँगसँगै हजुरहरुले पनि हेर्न सक्नुहुनेछ। कहाँदेखि जाम भइरहेछ किनभने बहुत धेरै नयाँ नयाँ एकदमै राम्रो सामानहरू छ। हजुरहरुलाई देखाउने छु। 2 पिसमा यस्तो दामी दामी ग्लासहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ भर्खरै खुलेको भए पनि एकदमै भाइरल भएको है टिकटकमा। त्यही हेरेर चाहिँ एकचोटि भिजिट गरिहालौँ न भनेर म चाहिँ आएको छु। यस्तो दामी दामी 129 मेन्स यस्तो हेभी ग्लासहरू छ। पकडेर हातबाट छुटेर खसेपछि खस्छ कि भन्ने डर लाग्छ मलाई चाहिँ। हेर्न सक्नुहुन्छ कपहरू यस्तो दामी दामी यो जार अनि अचारहरू राख्ने अथवा कुनै सामानहरू राख्न पनि मिल्ने भयो। अनि सब कपको सबै कपहरू छ है। कप एकदम स्टाइलिश कपहरू एकदमै ब्रान्डेड क्वालिटीमा राम्रो छ। हेर्नुस् म सँगसँगै हेर्नुस् यहाँ नेल पलिसको कलेक्सनहरू लिपस्टिकको अनि यहाँ चाहिँ स्किन केयर प्रडक्ट्सहरूको छ हेर्न सक्नुहुन्छ। फेस वास सनस्क्रिन हेयर ब्यान्ड्स अनि यो चाहिँ क्लिन्जिङ मिल्क पाउडरहरू पनि छ तेलहरू अनि सबै मेकअपको मोस्टली चाहिँ गर्ल्ससँग रिलेटेड सामानहरू हजुरहरुले यस यहाँ पाउनुहुन्छ। क्वालिटीदेखि लिएर सबै कुरा एकदमै राम्रो छ। हेर्नु है वाउ हजुरहरुको छोराछोरीहरूको लागि यो चाहिँ हुन्छ। एकचोटि आएर भिजिट गर्नु अनि तपाईँहरूलाई म प्लेटरको कलेक्सन देखाउँछु। हेर्नुहोस् यो चाहिँ सिसाको हुन्छ नि के भन्छ मलाई थाहा भएन है। एकदमै भारीवाला प्लेटर यो चाहिँ उसको प्लास्टिकको टाइपको प्लेटहरू बच्चाहरूको लागि यो चाहिँ हजुरहरूको लागि सबैले युज गर्ने। यसको प्राइस चाहिँ 199 रहेको छ। प्राइस राम्रो छ। प्राइस अनुसारको क्वालिटी सबै कुरा राम्रो छ। यो चाहिँ चपर हजुरहरूले चप गर्न मिल्ने चपर पनि रहेछ। यहाँ 199 प्राइस। सो हजुरहरू आउनु होला भिजिट गर्नु होला। आजको ब्लग अहिले चाहिँ यति छ। यसपछि चाहिँ कति के गर्ने छु हजुरहरूले हेर्नु होला है। हुन्छ अहिलेको लागि यति राख्छु गाइस। अहिले फेरि हामी ब्याडमिन्टनभित्र लागिरहेको छौँ। यो चाहिँ प्रवेशद्वारभित्र गएर हेरौँ गाइस। म चाहिँ ब्याडमिन्टनभित्र आइसकेको छु। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ डिसवासरका सामानहरू अनि यहाँ चाहिँ कपडा धुने सरफहरू छ अनि चाहिने सामानहरू चाहिँ हेर्दैछु म चाहिँ हेर्न सक्नुहुन्छ। सबै सामानहरू छ। म चाहिँ यतातिर जाँदैछु। साबुनहरूको कलेक्सन छ। आई लभ लाइफ बोय साबुन है। मलाई लाइफ बोय साबुन बहुत मनपर्छ। योपालि चाहिँ ब्लूवाला लाउनुपर्छ जस्तो छ। दुईवटा आज चाहिँ गजबको सपिङ हुँदैछ। Of the day
सामान भइसकेको छ। अब म चाहिँ जान्छु अगाडि के गर्ने छु हजुरहरूलाई देखाउने छु। हजुरहरूले हेर्नु होला देखाउने छु। नयाँ नयाँ सामानहरू आएको छ, फ्रेस हुन्छ। यहाँ चाहिँ चिप्सहरूको कलेक्सन हेरेपछि खान मन लाग्छ, बट दिस अल्स आर जङ्क फुड। मुखको मात्र जङ्क फुड खाएपछि मिठो हुन्छ। म अहिले अगाडि गएर भन्नेछु। पेटेनी आएको ल, अब कपडाको कलेक्सनमा आएको छु। आएपछि धुयो कपडाहरू राम्रो राम्रो कलेक्सन चाहिँ आएको छ, बट ठिकै छ। प्राइस चाहिँ अलिक महँगो नै हुन्छ, क्वालिटी अनुसारको चाहिँ ठिकै छ। कस्तो देखिरहेको छु स्यान्डल्सको कलेक्सन हेर्न सक्नुहुन्छ। ओ माई गॉड, यो स्यान्डल जसले लगाउनुहुन्छ यदि उहाँसँग चोरायो भनेपछि यो चाहिँ त्यसको खाप्छोमा हानेपछि आएको चोर पनि घाइते भइहाल्छ है। हेर्नुहोस् त, वा पेन्सिल यो चाहिँ हेर्दा मात्रै राम्रो देखिन्छ, लगाएपछि चाहिँ त्यस्तो राम्रो देखिन्छ। यति माथि जाँदैछौँ। अब बाटबेटिनी सुपर मार्केट आएपछि घुम्न त परिहाल्यो होइन र साथीहरू। यसो हेर्नु पर्यो, नयाँ नौलो के आएको छ। हेर च्याउ पकाउने च्याउ, अनि भात पाकिसकेको छ, दाल पाकिसकेको छ, अनि साग पनि पाकिसकेको छ। अब लास्टमा चाहिँ च्याउको पालो छ। यो लो फ्लेममा बालेर तातिसकेको छ। अब चाहिँ तेल हाल्नेछौँ। च्याउ थोरै छ, सो थोरै तेल। अनि यहाँ चाहिँ मैले यो चाहिँ टिमुर र लसुनको पेस्ट थोरै छ, यो पनि थोरै छ। अनि चिल्ली एउटा, अनि टमेटो सानो एउटा चप गरेर राखेको छु। खुर्सानी खानु हुँदैन, सो मैले चाहिँ चिल्ली एउटा एड गरेको छु। हरियो खुर्सानी काट्दैछ। अनि यसमा चाहिँ हामीले ओ माई गॉड एक्लैले पक्रेर गाह्रो भइरहेको छ मलाई। थोरै चाहिँ जिरा हाल्नेछु, अनि त्यसपछि चप गरेको टमाटर। अब यसलाई चाहिँ चलाउनु मजाले चलाइसकेपछि यो अघि रेडी गरेको पेस्ट हामीले हाल्नेछौँ। यो तेलमा हाल्दा चाहिँ मजाले यो पेस्ट पाक्छ। लास्टमा हालेको अलिकति स्मेल आउँछ, सो तेलमा हालेपछि मजाले पाक्छ, स्मेल पनि आउँदैन, टेस्ट पनि राम्रो आउँछ। अनि हामीले चाहिँ बेसार एड गर्नेछौँ। अब अलिकति घटाएर अब यो च्याउलाई धोको पखालेको राम्रोसँग एउटा हातमा भिडियो, एउटा हामी पकाउने गाह्रो भइरहेको छ। लेट्स
struggle with me. Struggle गरेपछि बल्ल त्यसको प्रतिफल त्यसको रिजल्ट हामीले पाउँछौँ। तब थोरै टेस्ट अनुसारको फ्राई अब यसलाई मजाले बिस्तारै लो फ्लेममा चलाइराख्ने। आएर मैले बिहानभरि बनाएको सब भिडियो बर्बाद भयो। केही छैन, अलिअलि जुन जुन बाँकी छ त्यो क्लिपहरू मैले हालेको छु। अनि खानाहरू पकाएको टेस्ट गरेको त्योहरू पनि थियो, गयो सब फाइनल्ली। अब के गर्ने, इस्यु भयो गयो। अब ब्याकअप पनि भएन त्यो क्लिप्सहरू। सो आजको भ्लग यति नै राख्नेछु म। खाना खाएको थिएँ, टेस्ट गरेको थिएँ, सब मेहनत बर्बाद भयो, केही छैन। हजुरहरूले साथ सपोर्ट दिनु होला। यो चाहिँ मेरो डे 4 भ्लग हो। भोलि यो अझ राम्रो गराउने छु, राम्रो बनाउने कोसिस गर्नेछु। हजुरहरूले लाइक सेयर सब्सक्राइब गर्नु होला। यो बिग्रेको भ्लग भए पनि हेर्नुभयोकोमा धेरै धेरै धन्यवाद। गुड नाइट।